कुकुर पाल्ने घरमा राक्षस आउँछ भनेर त्यो मैले सुनेरै भनेको हो। मैले वृन्दावनका प्रसिद्ध जो सन्त हुनुहुन्छ, कथावाचक पनि हुनुहुन्छ, राजेन्द्र दासजी महाराजबाट सुनेको हुँ र साथसाथै शास्त्रमा पनि मैले यो पढेको छु कि जुन घरमा कुकुर पालिएको हुन्छ त्यो घरमा क्रोधबाहु नाम गरेको राक्षस आउँछ। त्यो घरलाई घेरेर राख्छ त्यो राक्षसले। कुकुर पालेको घरमा त्यो राक्षस घुमेर बस्ने भएको कारणले गर्दाखेरि त्यो घरमा पितृहरू आउँदैनन्, देवीदेवताहरू आउँदैनन्। पितृहरू आउनुपर्छ नि, जस्तै श्राद्धको समयमा घरमा विशेष विशेष प्रयोजनमा पितृहरू आउनुपर्छ, पितृले आशीर्वाद दिनुपर्छ। पितृको आशीर्वाद भएन भने त घरमा त फेरि फलिफाप हुँदैन। त शास्त्रमा के लेखिएको छ भन्दाखेरि जुन घरमा कुकुर पालिएको छ त्यो घरमा श्राद्ध गरेर पितृहरूले पाउँदैनन् रे। किन भन्दा पितृहरू आउँदैनन्, डराउँछन्। देवताहरू पनि अशुद्ध मानेर त्यो घरमा आउनुहुन्न। तर अहिले मानिसहरूलाई घरमा कुकुर नपालौँ भन्यो भने कुकुरको विरोध गरेको जस्तो मान्छन्। हामी कुकुरको विरोधी होइनौँ कि, हामी सबै जीवहरूलाई सम्मान गर्नुपर्छ, सब जीवहरूको रक्षा गर्नुपर्छ भन्ने विचारका हौँ। वैष्णवहरू भनेको एउटा कमिला पनि मार्नु हुँदैन भन्ने सिद्धान्तका हुन्। कुकुरले पितृलाई देख्छ अनि भुक्छ। त्यही भएर कुकुर राति राति घुक्छ। तपाईँलाई थाहा छ किनभने कुकुरसँग यस्तो शक्ति छ, उसले मान्छेले देख्न नसक्ने कुरा देख्छ। भूत प्रेत देवी देवता भगवानलाई पनि देख्छ। अनि कुकुर तामसी भएको कारणले उसले भुक्छ र कुकुरसँग डराउँछन् पितृहरू। देवताहरू कुकुर पालेको घरमा आउँदैनन्। पहिला पहिला घरमा सुस्वागतम भनेर लेखेर राखिन्थ्यो, अहिले घरमा कुकुरदेखि डराउनु होला, बिवेयर अफ डग भनेर लेखेर राख्छन्।